एसपी कम्प्युटरका दुई प्रतिभाशाली र मेहनती स्टुडेन्ट सर्टिफाइड इथिकल ह्याकर अस्कर ओझा र आयुष पोखरेलले सन् 2025 मा नासाको सुरक्षा प्रणालीमा रहेको भनभिटी पत्ता लगाएर सफलतापूर्वक डिस्क्लोज गरे। यस अद्वितीय उपलब्धिको सम्मान स्वरूप उहाँहरूको नाम नासाको हल अफ फेममा समावेश गरियो, जुन सम्पूर्ण नेपाल र एसपी कम्प्युटरका लागि गर्वको क्षण बन्यो। एसपी कम्प्युटरबाट सुरु भएको यात्रा जब विश्वको सबैभन्दा प्रतिष्ठित संस्थासम्म पुग्छ, तब त्यो यात्राले आफैमा इतिहास रच्दछ। आज अस्कर र आयुषले प्रमाणित गरेका छन्, इच्छा, लगन र कडा मेहनत भए सीमाना भन्ने कुनै कुरा हुँदैन। उहाँहरूको यो सक्सेस आजका लाखौं युवाहरूको लागि प्रेरणाको उज्यालो दियो बनेको छ।